हामी गजब चाउचाउ डेन्जर धेरै पिरो हालेको छ। त्यही माथि करेन्ट चाउचाउको पिरो एन्ड टाइगर बिस्कुट। त्यसपछि जुस है कन्टिनेन्टल जुस। ओके एउटा खा टाइगर बिस्कुट है। अहिले चाहिँ हामीले अघि त्यहाँ फ्रिजमा जुसी राखेका छौँ। तपाईँलाई मोल्छ नमोला तिमीले बाबु नमोला न। म चाहिँ चपस्टिकले गर्छु। म चाउचाउ खाँदै चपस्टिकले खान्छु है। धेरै जस्तो स्कुलमा पनि चपस्टिक लिएर जान्छु अनि त्यही बसेर धोल्छु खान्छु। अनि त्यसपछि म यसलाई धोएर ल्याउँछु चपस्टिकलाई थोरै ह। त्यही पनि हामीले च्यालेन्जलाई पुरा गर्छौँ है। कसले धेरै घाँस खाँदो रहेछ रहेछ चपस्टिक रेडी भएर। 5, 6, 7 go. धेरै नै पिरो हालेर हो क्या। Right? Keep on. भाइलाई पिरोस् भनेर एउटा खुर्सानी हालेको मलाई खाँदैन चटपटेमा मैले खाँदैन।
म चाहिँ त्यो चटपटको बेलामा एकछिनको लागि ब्रेक लिनु पर्यो के मैले त्यहाँ फेरि त्यहाँ खुर्सानी हालेको थिएँ मेरो पिरो भएको तँलाई भाइले त्यसरी चटपटेमा धेरै पिरो खाँदैन थियो मैले खुर्सानी हालिदिएको खान्छौँ खासमा मेरो हालत कस्तो हुन्छ मेरो हालत कस्तो हुन्छ कसैलाई थाहा छैन ओइ मेरो बाउले हेरेछ झ्यात्तेरी चिज आयो कि के भन्नु तिम्रो हो यो त्यो म भित्रको देखाउँदै एउटै पहिला आन्टीहरूले भन्नुभयो के खाएको उता गर्नु न हेर्नु गाई बाहिर कति राम्रो देखेर आयो गाई हाम्रो यो जुत्ता आइदिउँ बाटोको बेलामा त्यो फट्टै खस्छ कि गाईहरू फट्टै राख्नु दिदी दिदी राख्नु दिदी दिदी वहाँ राख्नु वहाँ के दुईटा लेख्छ राख्नु न वहाँ हामी के कुरा भन्दै थियौँ भन्दाखेरि त्यो चाहिँ अर्को चाहिँ च्यालेन्ज चाहिँ मेरो मोबाइलबाट गरेको अस्ति नेको च्यालेन्ज यो च्यालेन्ज चाहिँ मेरो बाबाकोबाट गरेको बाबाको हो ए बाबामा यो हो दिन हेर्नको लागि के खोजेर ल्याएको बेसल दिन आदि दिन चाहिँ बेला म बाई मेरो बहिनी आछिन् अनि बहिनीलाई यहाँ उस गर्छु